Hello, this guy is going to Mama Shahar. उसलाई यो चाहिँ प्याजहरू काटिसकेँ, नट्सहरू भुटेर राखेको छु, टमाटर धोएर काटिसकेँ। अब प्यान बसालेको छु, तातो प्यान, अब तेल हाल्दैछु। अब तातिसक्यो तेल, अब यसमा जिरा हालेँ, त्यसमा मेथी हालेँ, अनि प्याज हालेँ, सुकेको खुर्सानी, हरियो खुर्सानी, अनि टिमुर पनि हालेँ, अनि लसुन र अदुवा त हाल्नै पर्यो साथीहरू। अब यसलाई बिस्तारै चलाउँदैछु, ब्लेन्ड गर्दैछु। अब टमाटर पनि हालिसकेँ, टमाटरलाई एकछिन पकाउनु पर्यो। टमाटर पाक्दै गयो, अब गलिसक्यो, अब ब्लेन्ड गर्ने त्यसपछि चाहिँ साथीहरू यसलाई भाँडामा एकछिन सेलाउन राख्ने। मैले धनिया पनि हालिसकेँ तर देखाएँ। अब यसलाई मिक्सर गर्ने, मिक्सर गरेर भइसकेपछि नुन पनि हाल्न सकिन्छ, लगाएको छैन भने। अनि त्यसपछि स्वाद अनुसारको कागती राख्नु पर्यो एउटा लास्ट। अनि कागती यदि बाक्लो खान मन छ भने चटनी ठिकै छ, बाक्लो खान मन छैन भने झोल खान मन छ भने तातो पानी हाल्न सकिन्छ। ओके साथीहरू, बाई बाई। दिस इज द मोमो अचार। यदि तपाईँहरूलाई मन परेको छ भने त्यसरी मोमो अचार बनाउन सक्नुहुनेछ। मोमोको रेसिपी पछि बनाउला। साथीहरू कमेन्ट लेख्दैछ।